नमस्ते, म सुमन थापा मगर। अहिले चाहिँ म चुलाचुली यो कुइने टार भन्ने ठाउँमा आएको छु। यो झोलङ्गे पुल देखिरहनु भएको छ यहाँले। यो चाहिँ पहाडी एरिया पर्छ। यो चाहिँ मधुमल्लाबाट यता माथि आएर आउनु पनि सकिन्छ। यो ठाउँ कस्तो छ भने एकदम पिकनिक खान गर्नको लागि अनि घुमघाम गर्नको निम्ति एकदम रमणीय छ। आज म पनि उपस्थित छु साथीहरू। अनि यो चाहिँ म अहिले झोलङ्गे पुलमा उपस्थित भएको छु। वातावरण राम्रो छ, यहाँनिर पिकनिक पनि खाइरहनु भएको छ, कति आइरहनु भएको छ। आज म पनि घुमघाम गर्ने क्रममा यो कुइने टार भन्ने ठाउँमा आएको छु। अब यहाँको कस्तो देखिन्छ के देखिन्छ यहाँ देखाउँदै जानेछु है त। यो पहाड रमाइलो छ एकदम। यो खोलाहरू एकदम छ, दृश्य छ एकदम। टिकटक बनाउन भिडियो बनाउनको निम्ति एकदम रमणीय छ। साथीहरू आउनु होला घुम्नु, घुमघामको निम्ति एकदम आन्तरिक पर्यटकलाई बढाउनु होला, किनभने नेपालमा राम्रो राम्रो घुम्ने ठाउँहरू छन्। यो कुइने टारको यहाँ बोर्ड देखिरहनु भएको छ। यो बोर्डलाई मजाले देख्ने गरी मजाले खिचिदिनु सर। यहाँनिर अनि एकदम रमणीय छ ठाउँ। यहाँ आज शनिबारको दिन पिकनिक खानेहरू, एकदम फोटो खिच्नेहरू अनि टिकटक बनाउनको निम्तिहरू यहाँ धेरै आइरहनु भएको छ। यहाँ पिकनिक खाने ठाउँहरू देखाइदिनु होला। यतातिर डान्स गरिरहेछ, यता डान्स भइरहेछ, चलिरहेछ। यता शनिबार भएको कारणले धेरै भिडभाड छ आज। पहाडी एरिया पर्छ अनि यहाँनिर सवारीको साधनहरू सबै मजाले आउँछ, आउन सजिलो छ। यो चाहिँ चुलाचुली छ, इलाम भद्र छ ठाउँ चाहिँ। यो कुइने टार चढ्नको लागि यहाँ सिँढीहरू छ माथि जानको लागि। अनि यहाँ सिँढीबाट चढ्दै माथि जान सकिन्छ। हामी पनि जानु लागेको छ, कस्तो छ के छ जानको लागि। अनि हामी देखा ल साथीहरू एकतार घुम्यौँ पनि, यो सिँढी चढेर यहाँ आयौँ पनि। र योभन्दा अझै पनि छ, त्यहाँदेखि हामी जानु सकेनौँ। नेपालको झन्डा पनि छ यहाँनिर। नेपालको झन्डा देख्नु ल, नेपालको झन्डा पनि छ यहाँनिर। अलिक पुरानो भइसक्यो, 33 लगभग पुरानो छ होइन, जो छ रमाइलो छ। घुम्यौँ आज हामी आएर। एकदम यो पहाडी एरिया पर्छ। चुलाचुली इलाम पर्छ। यो छ 2 हो, चुलाचुली 2 हो। चुलाचुली 2 इलाम पर्दो रहेछ। यहाँ हामी बिसाउने ठाउँ बस्नु होइन। रमाइलो छ, घुम्ने अवसर मिल्यो। यहाँहरू पनि आउनु होला, हामी पनि आयौँ। ल आजको भिडियो यही अन्त गर्न चाहन्छौँ। र मेरो साथी सुरज दिवाललाई धेरै धेरै धन्यवाद। ल जय नेपाल।